त्यही क्रममा हामीले सधैँ नै पौष 10 गते वार्षिक उत्सव मनाउँदै आएका थियौँ। तर योचोटि 10 गते नभएर हामीले आज 11 गते शुक्रबार मनाउने गरिरहेका छौँ। हाम्रो बाध्यताले गर्दा हिजो सूर्यग्रहणको कारणले गर्दाखेरि हामीले स्थापित भएको दिनमा हाम्रो कार्यक्रम सञ्चालन गर्न सकिएनौँ। आजको यो कार्यक्रमको विशेष भनेर हामीले भिन्नै अलिकति ढङ्गले हामीले सञ्चालन गर्न गइरहेका छौँ। तपाईँले देखिहाल्नुभयो होला, आज केटा आफ्ना भाइ बहिनीहरूको नेतृत्व अथवा भाइ बहिनीहरूको हातले बनाएको कलाहरू हामीले बाहिर प्रदर्शन गरेका छौँ। त्यसको साथसाथै सिपहरूको जस्तै त्यहाँ कार्टुनका चित्रहरू बनाइएको छ, त्यो चाहिँ तपाईँहरूले हेरिदिनु भयो जस्तो लाग्छ मलाई होइन। अनि अर्को भनेको चाहिँ हामीले नानीहरूले आफैले लेखेका कविता र चित्रहरूलाई हामीले 2टा बुकहरू आज लन्च गर्दैछौँ। त्यसको साथसाथै भाइ बहिनीहरूबाट सामान्य विधिबाट हामीले कला अथवा डान्स प्रोग्रामहरू पनि विधिबाट हामीले आज देखाउन खोजिरहेको छौँ। त्यसको साथसाथै हामीले सम्मान कार्यक्रम पनि राखेका छौँ। त्यो अवधिभर तपाईँहरूले हेरिदिएर मनोरञ्जन लिएर बस्नुहुन्छ भन्ने मलाई कुनै आशा छ। यो स्कुललाई यहाँसम्म ल्याउनको लागि तपाईँ अभिभावकहरूले हामीलाई माया र विश्वासले गर्दा हामी यहाँसम्म आइरहेको छौँ। त अझै पनि तपाईँहरूको माया र ममता र विश्वासले यो स्कुललाई यो